हे गाइज आजको मेरो भ्लग स्टार्ट हुन्छ यसो बाहिरतिर डुल्न गएर हैन अनि डुल्न जाँदा जाँदा चाहिँ हामीले चटपटे पसल राखिसकेको रहेछन् आज चाँडै अनि त्यसपछि गिलो चटपटे खायौँ। यो चाहिँ अनि प्याक पनि गरेको हो कि अनि घर आएर त्यो चटपटेले कहाँ पुग्थ्यो भुजाएर आलु बनाएको थियो तरकारी अनि त्यसपछि त्यो खायौँ। अनि म चाहिँ निदाइछु कि भ्लग बनाउँछु भनेको आज दिउँसो मस्त निदाइछु अनि बाहिरतिर म यसो अब बेलुकालाई तरकारी सरकारी लिनलाई निस्केको। मैले चाहिँ अनि बनाएँ साग र आलु बनाइरहेको अनि यसो यो चाहिँ अलिअलि रेसिपी हो नर्मल। यो चाहिँ मैले आँपको थेपी बनाउन लाग्यो होइन। आँपको थेपी चाहिँ कस्तो भयो भन्दा खुर्सानीमा आँप हो कि आँपमा खुर्सानी जस्तै यस्तो पिरो भएको थियो तर पनि मिठो भएको थियो है। अनि त्यसपछि खानासानाको भिडियो लिएँ अनि बेलुका चाहिँ यसो हामी गफसफ गऱ्यौँ। आजको भ्लग यही हुन्छ। ओके गाइज बाई।